नमस्कार। आज हामी गृह प्रशासनभित्रको एउटा निकै चर्चामा रहेको विषयमा कुरा गर्दैछौँ। गृहमन्त्री रमेश लेखकमाथिको त्यो राजीनामाको दबाव हो। यो विषय अहिले एकदमै तातेको छ। यसलाई अलि गहिरिएर बुझ्न हामी सुजित महतले उकालो.com लेख्नु भएको एउटा विचार छ, रमेश लेखकको राजीनामा र गृह प्रशासन, त्यसलाई आधार बनाउँदैछौँ। सुरुमा त अचम्म के लाग्यो भने लेखककै कतिपय प्रशंसक जस्तो त्रैलोक्य प्रताप सेन जस्ता व्यक्तिले पनि राजीनामा नै ठिक होला भन्नुभएको थियो क्यारे। हो त। तर उहाँको त्यो पत्रकार सम्मेलनपछि अलि निराशा देखियो उहाँहरूमा। सुरुमा अलि फरक थियो माहौल। लेखक आफै पनि एउटा चर्चा के थियो भने राजीनामा दिने मुडमा पुग्नु भएको थियो रे, संसदमा बोल्न समय पनि माग्नु भएको थियो भन्ने आयो। ए हो र? तर पार्टी सभापति शेरबहादुर देउवाजु लगायतले अहिले राजीनामा दिनु पर्दैन भनेपछि कुरा अलि मोडियो। अनि एउटा तर्क के पनि आयो भने अख्तियार जस्तो संवैधानिक निकायले अनुसन्धान गरिरहेको बेला सिधै मन्त्री जोडिएको छैन भने पद छोड्न हतार गर्नु हुँदैन भन्ने। लेखकले पत्रकार सम्मेलनमा राख्नुभएको तर्क पनि अलि बलियो थियो नि त। माताहतका कर्मचारी अनुसन्धानमा पढ्दैमा मन्त्रीले किन राजीनामा दिने? मतलब कतै मालपोतको मुखियाले घुस खायो भने भूमि व्यवस्था मन्त्रीले वा चौकीको प्रहरीले खायो भने गृहमन्त्रीले नै छोड्दै जाने हो भने त कसरी चल्छ प्रशासन? यो तर्क कस्तो लाग्यो? सतही रूपमा सुन्दा त हो जस्तै लाग्छ, सामान्य देखिन्छ। तर यहाँ कुरो अलिक गम्भीर छ जस्तो मलाई लाग्छ। यो खासमा त्रिभुवन एयरपोर्टको अध्यागमन प्रमुखमा तीर्थराज भट्टराई भन्ने व्यक्तिको नियुक्तिसँग जोडिएको छ नि त। ए भट्टराई, उहाँको नाम सुनिएको थियो। हो, उहाँ विगतमा भ्रष्टाचार मुद्दामा सफाई त पाउनु भएको हो, तर कर्मचारी तन्त्रमा अलि नोटोरियस नै मानिनुहुन्छ। विवादास्पद छवि छ। उहाँको नियुक्तिपछि एयरपोर्टमा भिजिट भिसामा जाने युवाहरूसँग लिने घुसको रेट वाट्टै बढेको, मतलब झण्डै तेब्बर भएको भन्ने कुरा आयो। तेब्बर कति पुगेको रे? स्रोतहरूले के भन्छन् भने खाडी जाने पुरुषसँग 60,000, महिलासँग त झन् 90,000सम्म। ओहो, यो त धेरै भयो। यो त सामान्य कर्मचारीको कुरा मात्रै त पक्कै होइन होला। हो त्यही त, यो अलिक सङ्गठित नै देखिन्छ। तर लेखकले त भन्नुभयो नि, मुद्दामा सफाई पाएको मान्छेलाई कानून अनुसार जिम्मेवारी नदिई भएन। भन्नुभयो, कानूनले रोक्दैन होला, तर जिम्मेवारी दिनुको मतलब सबैभन्दा मलाइदार भनिने, मतलब जहाँ अलि बढी कमाई हुन्छ भनिन्छ त्यस्तै ठाउँमा पठाएर असुली नै गर्न दिनु त पक्कै होइन नि। हो नि। अनि त्यो पैसा पनि कसबाट उठाइएको भन्दा चर्को ब्याजमा ऋण लिएर विदेश जान लागेका बिचरा युवाहरूबाट। यो त अलि हो, एकदमै। अनि अर्को कुरा के छ भने यो एयरपोर्टको धन्दाबारे माथि जानकारी थियो कि भन्ने शङ्का गर्ने ठाउँ पनि छ। कसरी? जस्तो अख्तियारले छानबिन थाल्यो भन्ने थाहा पाउन साथ हतार हतार त्यो भट्टराईको टिमलाई सरुवा गर्यो नि। त्यो पनि सुनिएको थियो। अनि अख्तियारबाट डिआइजी हिमालय श्रेष्ठलाई पहिले सरुवा गर्ने, पछि फेरि फिर्ता गर्ने निर्णयले पनि कतै के अत्तालिएको जस्तो, के मिलाउन खोजेको जस्तो देखियो। ए त्यस्तो पो है। पत्रकार अनिल गिरीले त सामाजिक सञ्जालमा निकै कडा लेख्नु भएको रहेछ नि। रमेश लेखक भन्ने गृहमन्त्री पत्ता साफ हुने लाइनमा अख्तियारले डामेका सहसचिवहरूको भण्डारा बनाएछन् गृहलाई भनेर। हो, उहाँको टिप्पणी निकै तिखो थियो। लेखकले अरू पनि विवादास्पद छविका मान्छेलाई गृहमा ल्याएर महत्त्वपूर्ण ठाउँ दिनुभएको आरोप छ है। त्यस्तो आरोप पनि छ। जस्तो पहिले वीरगञ्जमा हुँदा निकै विवादमा आएका एकजना सिडिओलाई फेरि अलि राम्रो भनिने जिल्लामै पठाइएको कुरा पनि उठेको थियो। यहाँनिर यो बाहिरी शक्ति केन्द्रको कुरा पनि जोडिन्छ क्यारे होइन गृह प्रशासनमा? हो, त्यो एकदम महत्त्वपूर्ण पाटो हो। कतिपय विश्लेषण के छ भने लेखक गृहमन्त्री त हुनुहुन्छ, तर उहाँ अलि संयोजक जस्तो मात्रै। गृहको टिम बनाउँदा, निर्णय गर्दा बुढानीलकण्ठ दरबार, जाउलाखेल दरबार भनिने ठाउँहरूको प्रभाव ज्यादा छ रे। ए पार्टी नेतृत्व वा अरू पावर सेन्टरहरूको? हो, त्यस्तै बुझिन्छ। गृह सचिव नियुक्तिदेखि लिएर भर्खरै सशस्त्र प्रहरीको एआइजी बढुवा सिफारिसमा पनि त्यस्तै देखियो भन्ने समाचार आए। वरियता मिचेर गणेश ठाडालाई सिफारिस गरियो, कमल गिरीलाई पन्छाइयो भन्ने कुरा आयो नि। तर यो समस्या त लेखकको पालामा मात्रै होइन जस्तो छ नि। उहाँभन्दा अगाडिका गृहमन्त्रीहरू विमलेन्द्र निधि वा बालकृष्ण खाँडके तालामा पनि यस्तै दबाव, यस्तै नियुक्तिमा बाहिरी प्रभावको कुरा उठेको थियो क्यारे। हो त, निधिजी र खाँडजीको पालामा पनि सचिव नियुक्ति लगायतमा यस्तै बाहिरी चासो देखिएको थियो। त्यसले उहाँहरूलाई नै अप्ठ्यारो पारेको पनि देखियो।
खान प्रकरणमा त टेकनारायण पाण्डे भन्ने सचिवको भूमिका निकै विवादास्पद बन्यो। उहाँ पनि देउवा परिवारकै जोडबलमा गृहमा आउनुभएको भनिन्छ नि। हो, त्यही त। यस्तो पृष्ठभूमिमा जब अख्तियार जस्तो संवैधानिक निकाय आफैले अनुसन्धान गरिरहेको छ, तब विपक्षीले माग गरे जस्तो संसदीय छानबिन समिति बनाउन ठिक हो कि होइन भन्ने प्रश्न पनि उठ्छ। किन? कतिपयको तर्क के छ भने यसले अख्तियारको अनुसन्धानलाई प्रभावित पार्न सक्छ। यो त अख्तियार आफैले सुरु गरेको विषय हो नि त। त्यो पनि हो। तर फेरि लेखकलाई नजिकबाट चिन्नेहरू जस्तो दयानिधि भट्ट भन्ने एकजना शुभचिन्तकले उहाँको पहिलेको शालीनता सम्झेर अहिले पनि उहाँ यो प्रकरणमा सिधै मुछिनु भएको छैन होला भन्ने झिनो आशा राख्नु भएको रहेछ। तर उहाँले नै फेरि लेखकलाई सुझाव के दिनुभएको छ भने कसैको ढाँडसको पछि नलाग्नुस्, बरु गोकुल बास्कोटाले जस्तै तत्काल राजीनामा दिनुस्, त्यही बेस हुन्छ भन्नुभएको छ। हो, त्यो सुझाव पनि अर्थपूर्ण छ। त्यसैले समग्रमा हेर्दा यो रमेश लेखक प्रकरणले उहाँको व्यक्तिगत नैतिकताको कुरा मात्र उठाएको छैन। यसले त हाम्रो गृह प्रशासन कसरी चल्छ, पार्टी नेतृत्वको भूमिका कस्तो छ, पर्दा पछाडिका शक्ति केन्द्र कति हावी छन्, अनि अख्तियार जस्ता निकायको अनुसन्धान कति महत्त्वपूर्ण छ भन्ने जस्ता प्रणालीगत कुराहरू नै सतहमा ल्याइदिएको छ। हो त नि। एकातिर पार्टीले बचाउ गर्न खोजेको देखिन्छ, अर्कोतिर आरोप यति गम्भीर छ अनि विगतका यस्ता घटनाहरूले गर्दा राजीनामा दिनुपर्छ भन्ने नैतिक दबाव पनि चर्को छ। हो, अब यहाँनिर हामीले सोच्नुपर्ने कुरा के हो भने जब मन्त्रालय चलाउँदा, महत्त्वपूर्ण नियुक्ति गर्दा मन्त्री आफै भन्दा पनि बाहिरका कतै जवाफदेही हुनु नपर्ने शक्तिहरूको प्रभाव निर्णायक हुन थाल्छ, तब राजनीतिक र नैतिक जवाफदेहिता कसको हुन्छ, कसरी सुनिश्चित गर्ने, यसले हाम्रो शासन प्रणालीको कुन चाहिँ कमजोर पक्ष देखाइरहेको छ, यो प्रश्नमा अलि घुत्लिनुपर्ने देखियो है। एकदम, यो निकै गम्भीर प्रश्न हो।